गुड मर्निङ गाइस। आज चाहिँ छुट्टीको दिन, अरू दिन चाहिँ मस्त निन्द्रा लाग्छ। छुट्टी भनेपछि झन् निन्द्रै लाग्दैन। सो त्यही भएर म चाहिँ मर्निङ वक गर्न हिँडेको। त्यही भएर म चाहिँ आज एउटा कुरा भन्न गइरहेको छु। त्यो हो नेपाल र विदेशको बारेमा के फरक अन्तर के छ भन्ने कुरा। नेपालमा त्यस्तो नेचुरल ठाउँ भएर पनि नेताहरूले के डेभलप गर्न सकेको छैन। र विदेशमा भनेको चाहिँ सब आर्टिफिसियल हो। त्यस्तो नेचुरल वाउ भन्ने ठाउँ चाहिँ खासै हुँदैन है नेपालको तुलनामा। त्यस्तो हुँदै नहुने चाहिँ होइन नेपालको तुलनामा। अब यहाँ भन्नुपर्दा हेर्नुहोस् त, पार्कमा पुरा टोयलेट, खेल्ने बच्चाको सब साधन, यताउता ट्याकटुक कति सुविधाहरू छ। यहाँ विदेशको नेताहरूको भिजन कति राम्रो छ। नेपालको अब जतिसुकै मै हो भन्ने नेता आए पनि त्यसलाई अब त्यसको होला भिजन आफ्नो ठाउँमा राम्रो होला, तर पनि त्यसलाई त्यस्तो राम्रो काम गर्ने वातावरणै दिँदैन के। सो त्यो चाहिँ कहिलेसम्म हुने हो, यो कसरी त्यसको समाधान गर्ने हो, त्यो चाहिँ सब जनताले नै अब बुझ्नु जरुरी छ। बुझिसकेछ पनि। सो अब चाहिँ यो फागुन 21 गतेको चुनावले चाहिँ केही परिवर्तन ल्याउँछ कि जस्तो आश देखिरहेछ। त्यही कारण सबैजनाले चाहिँ यो पालि चाहिँ सबैले आफ्नो अमूल्य भोट चाहिँ परिवर्तन गरेर देशलाई सुशासन र समृद्धिको नेपाल बनाउनुपर्छ भन्ने सोच लिएर राम्रो नेतालाई छानेर भोट गर्नु होला भन्न चाहन्छु। दुर्भाग्य भनौँ के भनौँ, मैले चाहिँ अहिले भोट हाल्न दिन सक्ने अवस्था छैन, किनकि म नेपालमा प्रेजेन्ट छैन फिलहालै भन्नुपर्दा। तर पनि यो भिडियो मार्फत सबैजना नेपाली दाजुभाइहरूले चाहिँ हाम्रोलाई भन्दा राम्रोलाई छानेर भोट हाल्नुहोस्। त्यो नै हाम्रो शुभकामना छ, किनकि भोलिपर्सि हाम्रो भविष्यको त्यो जति पनि कर्णधार व्यक्तिहरू छन् तिनीहरूले चाहिँ देशमै रोजगार पाओस्,